हेलो एभ्रिवान, आज चाहिँ म बनाउँछु कुरकुरे अमलेट। एकदमै सिम्पल छ। यसको लागि मैले लिए एउटा कुरकुरे, यसलाई यसरी काट्नु होला। त्यसपछि एउटा ग्लासले मजाले म्यास गरिदिनु होला। धेरै सानो सानो पनि होइन, ठिक्कको यतिको बनाउनु। त्यसपछि यसमा राख्नको लागि प्याज, खुर्सानी, गोलभेडा, त्यसपछिबाट अलिकति धनिया पनि राखिदिनु होला। त्यसले चाहिँ टेस्ट पनि मिठो हुन्छ। यो बनाउन चाहिँ एकदमै सजिलो छ। सबै प्याकेटमा राखिदिनु। अनि यसको लागि चाहिन्छ 2वटा अन्डा। त्यो अन्डा पनि यसरी प्याकेटमै राखिदिँदा हुन्छ। हामीले यसरी 2वटै अन्डा हामीले राखिसकेपछि चाहिँ हल्का नुन राखिदिने अनि त्यसपछि यो सबैलाई मिक्स गरिदिने। यो यतिको चाहिँ हुनुपर्छ मिक्स गरिसक्दा। त्यसपछि बिस्तारै यसलाई फोल्ड गर्नु होला। यसलाई फोल्ड गर्दा चाहिँ हजुरहरूले डबल फोल्ड गर्नुपर्ने हुन्छ, नत्र यसमा भएको मसला सबै बाहिर निस्किने डर हुन्छ। र यसरी स्टिच लगाइदिनु। स्टिच चाहिँ 1-2वटा मात्रै होइन, मजाले प्याक हुने गरेर लगाउनु होला। हेर्नुहोस् त कति मजाले प्याक भयो। अब ग्यास बालेर एउटा प्यानमा मैले पानी राखेँ, किनभने यसको लागि हामीलाई तेल चाहिँदैन, पानीमै बनाउने हो। र त्यो पानीमा यसरी कुरकुरेको अघि रेडी भएको प्याकेट राखिदिनु र 10 मिनटको लागि छोपेर पकाउनु होला। हेर्नुहोस् त 10 मिनटमा यतिको भइसकेको छ। यो हाम्रो प्याकेट फुलेर हल्का टाइट पनि भइसकेको छ। त्यतिको भएपछि चाहिँ पाक्यो। अब फेरि यसलाई कैचीले काटेर निकाल्नुहोस्। हेर्नुहोस् त यतिको भएको छ हाम्रो। यो चाहिँ केटाकेटीहरूलाई साह्रै मन पराउने चिज हो। यो चाहिँ म चाहिँ घरमा नानीको लागि बनाउँछु प्राय। यसरी लामै राखेर पनि हजुरहरूले खान सक्नुहुन्छ। म चाहिँ यसरी टुक्रा बनाउँछु, किनभने काँटाले लिन सजिलो हुन्छ यस्तो गर्दा चाहिँ। र यसलाई केचपसँग, अचारसँग हजुरहरूलाई जेसँग मन लाग्छ सर्भ गर्नुहुँदा हुन्छ। मेरो भिडियो फुल हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। तपाईँहरूले पनि घरमा यसरी नै बनाएर ट्राई गर्न सक्नुहुन्छ।